सुटिङ ग्याङ कि सुटर ग्याङ हो? हैन सुटिङ ग्याङ। हेलो गाइस, खाए ल? हजुरले म अब यतिसम्म गर्छु सर। ओडामा गएर सिफारिस गरेर अपाङ्ग भत्तो चाहिँ हजुरले अब थाप्नु पऱ्यो हेर्नुहोस्। रातोघाट बनाएर अपाङ्ग भत्तो चाहिँ अब तपाईँले अब खानु पऱ्यो। अब एक हप्तामा 1 मिलियन पोस्ट हाम्रो गीत शुभकामना सबैजनालाई। 1000 रुपियाँ मात्रै हाल्छु मैले। साथीहरू हामी यतिखेर रुम्सी गाउँमा छौँ होइन साडुजी? हामी सुटिङको लागि सालैजो सुटिङ ग्याङ कि सुटर ग्याङ हो? हैन सुटिङ ग्याङ। तासी खम त्यहाँ सुटे। अब यहाँ हामी रुम्सी यसरी जान्छौँ साथीहरू। हामी रुम्सी गाउँ यतैबाट पसौँ। कहाँबाट? कोदोको बालाहरू ल है सालैजो गीतको सुटिङ हुँदैछ आज रुम्सी गाउँ व्यास नगरपालिका वडा नम्बर 14 तनहुँ जिल्लाको यो रुम्सी गाउँ निकै नै सुन्दर गाउँ देख्न सक्छौँ हामीले। गाउँ देखाइदिनु त साढे एकचोटि राम्रो छ। कोदो पनि देखाइदिनुहोस् है। करिब 100 घरभन्दा पनि माथि घर सङ्ख्या रहेको छ यहाँ। त्यसै कारण नै आज हामी यहाँ आउँदैछौँ। यहाँको पर्यटन प्रवर्धन र कलाकारहरूको साङ्गीतिक यात्रा पनि निकै नै तात्तिने छ। अब गाइज बेस्ट अफ लक अल अफ यु गाइज। हामी कोदो बारी छौँ अहिले। कोदो फलिरहेको छ। आज सुटिङ गर्दै गरेको गीतको अब ऊ होइन यो साडुजी हो। गीत एकदमै राम्रो छ। अब हामी यो प्रोजेक्टबाट थप ऊर्जासहित हामी अगाडि बढ्दैछौँ। नेपालको कलाकारिता क्षेत्र लोकदोहोरी आज यो सालैजो भनेको अलिक छुट्टै किसिमको भाका हो। पक्कै पनि हामी नमस्कार तपाईँहरूले हामीलाई साथ दिनुहुनेछ भने हामी ढुक्क छ, विश्वास छ, आशा छ, माया गर्नुहोला। धन्यवाद। नमस्कार छ्याजलो झोरले सन्चै हुनुहुन्छ? धन्यवाद। कुन घर यो अरे माथि नहान्ने यार छोडिदिएँ मैले। अब म छोड्दै बिरामी भन् त लास्टै पथरी। हामी यतिखेर स्टोल भात खाना जाँदैछौँ साथीहरू। भाइ के छ? हामी यतिखेर रुम्सीको समाज भवनतिर खानको लागि अगाडि बढिरहेछौँ। दिदी सन्चै हुनुहुन्छ नि है? हाई हेलो छोरले नमस्ते। के पाकिरहेछ नि यहाँ नानी? किमी दिसिम काई चुसिम चुरा चुसिममा खाना सकियो। साबुन पानीले हात धुनुपर्ने अवस्था हो यहाँ। ल यस्तो गरेर हेर्नुहोस् यसरी साबुन पानी हात धुने यसरी हो सर। यसरी यसरी सर बुद्धि भाइले फोन गर्यो खान्छ यहाँ चाहिँ नि मलाई दिनु है। आज सुटिङको खाना सुटिङको खाना
खाना खाँदै आजको मोडलनीहरू हो सालैजोको ल हेर्नुहोस् ल हेलो गाइस खाए ल अब यो त मतिर भयो कि यस्तो हो ल हजुर यता आउनुहोस् यता खिच्नुहोस् रमाइलो यता हजुरले म अब यतिसम्म गर्छु सर ओडामा गएर सिफारिस गरेर अपाङ्ग भत्तो चाहिँ लिएर थाप्नु पऱ्यो हेर्नुहोस् रातोघाट बनाएर अपाङ्ग भत्तो चाहिँ अब तपाईँले अब खानु पऱ्यो अब अपाङ्ग भत्ता चाहियो अब ओडामै जानु पर्यो ओडामा गएर अब है हजुर त्यति चाहिँ म सहयोग गर्छु है सर हजुरलाई धन्यवाद तर एकछिन बस्नु पायो भने हजुर म यहाँ बसेर नसुहाउने कि बसेर यता घाममा शीतलमा जानु बस्नुपर्छ के ऊ छैन केही स्याउहरू के फलफुलहरू छैन आलु होला नि तपाईँले राख्ने आलु दिनुहोस् न के भन्छ केउरा भाइ तिमी न तपाईँ त के भाइ आमा अलि लाइटिङ मिठो आउँदैन आउनु त मिन्द्र कामिन्द्र त छबी गिम्बलबाट खिच्नु भयो मैले किन खिच्नु पर्यो हामी दिकै सबैले गर्ने होला नि के कसो हो सौराको फुल निकाल्नु भयो यो भन्ने हो यो पाल्ले पाल्ले घुमाउने कि खै कता जानुभयो हाम्रो कोरियोग्राफर भाइ ल आउनुहोस् त लामाको छोरा त के मन्त्र ल भाइ ल लाउनु त पाल्ले पाल्ले गरे हुन्छ यतै मेकअपको बिजो छ नि छाना के छेले लोले मामा पुरै खाइमा आँटिन मेकअप सबैले बाँडिदिनु पनि त्यो मैले बाँडिदिने भने हो कि छानी होसिन के खाना
आइफोन हैन यो यता फर्काएर इन गर्नु आइफोन हैन कसरी गर्नु आइफोन आइफोन नि औ आइफोन फेरि मेन गीतको मेन मान्छे पैसा हाले है साउड क्याउन फर्काउँदा मलाई त मन्दिर फर्काउनु नि क्यामेरा कतिमा 1 मिलियन दाइ कतिमा 1 मिलियन एक हप्तामा 1 मिलियन पोस्ट हाम्रो गीत शुभकामना सबैजनालाई हाले 1000 रुपियाँ मात्रै हाल्छु मैले रेडी त हुनु पर्यो नि यार अहिले 1 घण्टा लाग्यो मात्रै खोलेर दिइहाल्यो कमल लानु सक्नुहुन्छ अब कमल कहाँ ल केटा हुन्छ यो अलि लजाउ दाम लगाइदियो यो कसरी हो यो Thank you.